चोर को हुन्। नेपालका ठुल्ठुला मूर्तिहरू चोरहरू अहिले राजा। भाइमारा को हो, भाइमारा को हो। आफ्नै वंश मास्नेले चाहिँ आएर अहिले फेरि दाग लगाउन मिल्छ। सुन तस्कर को हो, नेपाली जनताले बिर्स्यो भन्ठानेको। मैले पहिलोचोटि प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एकचोटि छानबिन गर्नुपर्ने छ भनेको थिए। मैले त्यति बेला 5 वर्ष शासन गर्न पाएको भए म फेरि एकचोटि छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार थियो। अहिले यिनीहरू चुरीफुरी गरेका छन्। मैले तराईको जागरण अभियानमा भनेको थिएँ धेरै चुरीफुरी नगरे हुन्छ।